चिप्लिङबाट हिँड्दै जाने बाटो सरर तल थानकुनी यो डाँडाबाट हिँडेर यहाँ थानकुनीसम्म पुग्नुपर्छ। थानकुनी यो चिप्लिङबाट हिँड्दै जाँदैछु लसो लसो सबैलाई चिप्लिङ। अब त्यहाँ गएर बस चढ्नुपर्छ है हामी। अब हिँड्दैछु चिप्लिङबाट तल। रमाइलो दृश्य मकै यो यतिखेर यस्तरी फलेको छ। तल देखेको छ थानकुने चिप्लिङ चिसो पानी। ठाउँमा बिसाउने फोहोर फाल्ने व्यवस्थित भएछ। 8 वर्ष अगाडि म यो ठाउँमा आएको थिएँ। एउटा मेरो भ्लगै यहीँबाट सुरु भएको थियो। आज फेरि तपाईँहरूको माझमा यो भ्लग यहीँबाट अलिकति देखाउन मन लाग्यो। लसो नতুन भ्लग। यहाँ अस्यालु पाकेछ। अस्यालु पाकेछ हौ गाइज, अस्यालु पाकेछ ल। ए वाउ दामी दामी। टेस्ट गरौँ। बोटमा अस्यालु खाँदै। गुराँस फुलेछ। आज वैशाख 25 गते हो। सब गुराँसहरू सुकिसकेको छ। तैपनि यो दृश्य हेरेर आउँदैछु काठमाडौँतिर है। हजुर यो गाउँघर अहिले हरियो परियो चिटिक्क हेर्नुहोस्, हरियो परियो हेरिरहँ जस्तो। मकैहरू एकसरो गोटेर मकै एकदम रेडी भइसकेको छ। गोडेको मकै एकदमै राम्रो। माथि चिप्लिङसम्म जानेको यात्रा चाहिँ एकदमै उकालो थोरै भए पनि रमाइलो छ। मर्सेमा च्यामम चिप्लिङगाङ मर्सेमा च्यामम थानकुने संसार दुनिया घुमे पनि मनले सोचेको जसरो नहुने। लसो यस्तै हजुर भर्खर गुराँस फुलेको हेऱ्यो। अब यो चाहिँ चुत्रु फुलेको है। चुत्रु फुलेको अब यो पनि फल्ने बेला भयो। यो चाहिँ चिप्लिङबाट तल झर्ने क्रममा चाहिँ बनाएको भ्लग हो। हजुरहरूलाई सम्झना स्वरूप यो भ्लग कन्टिन्यू हेरेर साथ दिनु होला। 8 वर्षपछि यो ठाउँमा आएको थियो। त्यो चाहिँ तपाईँहरूलाई जानकारी। आउँदा गोरेटो थियो, अहिले आउँदा यहाँ प्लास्टर ढलान भइसकेको छ। वाउ यो हो नि विकास भनेको। यो हो हेर्नुहोस् त ढलान। टक 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 चिप्लिङ जाने बाटो। पहिला हेर्दा अहिलेको पिच भन्नुपर्छ। पहिलाको गोरेटो अहिलेको पिच। यसलाई चाहिँ कच्यौली भन्छ। पनि रहेछ गुफा। अब एकदमै रमाइलो गाउँघरको यस्तै हो। चराचुरुङ्गीको आवाज सुन्नुभयो होला।
चाहिँ नुवाकोट तलाखु चिसो पानी भन्दा मन्दिर पाडी भान्ज्याङ भन्दा अलिक तलतिर नुवाकोट तलाखु यो देखेको आउनु बिरामी रहेछ बिरामी ए आफ्नै मान्छे हजुर ए हजुर के नाम भन्नुभयो कर्सङ कर्सङ शेर्पा हजुर कर्क्यापको ठुलो ठुलो भएको छ ए लासो लासो नाम के भन्नुभयो कर्सङ शेर्पा कर्सङ शेर्पा ल हजुर ल सर फेरि भेटौँला उहाँहरूको पहिलाको मेन बजार चाहिँ यो हो नि त त्यसरी आउने जाने यस्तै हो नेपालको भौगोलिक चुत्रु पाक्यो पोलोङ चौ भनेको यो चुत्रु हजुर चुत्रु पाकेको छ यहाँ ल हेर्नुहोस् बाटोमा अब के खाने यो वैशाख महिना सकेपछि त चुत्रु आँसियालु पोलोङ के खानुहुन्छ यहाँ फ्रुटै फ्रुट छ सिजनको फ्रुट खाने हो अनि जुन पहिला पहिला जस्तो पसल राखेको फ्रुटहरू हुन्थेन पसल राखेको फ्रुट नखाँदा राम्रो हो त्यो चाहिँ जङ्गलको सिजनको फ्रुट खानु चाहिँ यहीँ आउनुपर्ने हुन्छ जङ्गलतिर त्यसो भएर म जङ्गल घुम्छु आज 4 दिन भयो 5 दिन भयो हेर्दै घुम्दै यतिखेर आइपुग्यौँ थानकुने आइपुग्यो बस पार्क यहाँ चाहिँ बस पार्क थानकुने बस पार्क है हाम्रो झिर लामासँगको घर आइपुग्यो त घुम्दै फिर्दै यतै आइपुग्छ भन्थ्यो यो हो थानकुनेको बस ल सोफिया फुलजी के गोलभेडा लबु गोलभेडा यहाँ बस्यो भनौँ लासो खै त आस्याङ थानकुने थानकुने लेखेर रहेछ नि यहाँ त बिसाउने पनि यो बस होइन जाने काठमाडौँ अच्छा कति 11:20 भएछ अब 1:30 जाने हो ए अहिले झल राख्नु पर्दैन माथिको घर चाहिँ हाम्रो झिर लामाजीको हुनुहुन्छ यहाँबाट देखेको थानकुनेबाट देखेको दृश्य एकदमै रमाइलो छ तपाईँहरूलाई पनि केले आउनुहोस् यहाँबाट हिँडेर जान पनि सक्छ यो एरो देखाएकोबाट हिँड्नुपर्छ तलतिरबाट गाडीमा जान सक्छ है यो चाहिँ चिप्लिङ जाने बाटो थोताङ जाने बाटो गोलबन्ज जाने बाटो अब हाम्रो यात्रा सुरु भयो थानकुनेदेखि काठमाडौँसम्म झन्डै 3.5 घन्टाको यात्रा पिप्ले बजार चिप्लिङबाट आउँदा चाहिँ यो पाठीबाट राम्रो बाटो भइसकेको छ यताबाट मेलम्चीबाट आउने माथिबाट चिप्लिङ बाहुन पार्टी हुँदै स्वाट्टै यता चियाबारी हुँदै यता भटेचौर हुँदै यताबाट सर्टकट बाटो पाउन सक्नुहुन्छ आज मेरो यात्रा तपाईँहरूलाई यो वैशाख 25 गते हो बहिनी यहीँको हो